आज हाम्रो पूर्व सैनिक कल्याणकारी संगठन फर्स्ट गोर्खा राइफल बुटवलको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम हुँदैछ। हामी भने यहाँ आइपुगिसकेका छौँ। कतिपय साथीहरू आउँदै हुनुहुन्छ। दिदीबहिनीहरू यहाँ बस्नु भएको छ। आउने क्रम जारी छ। कार्यक्रम सुरु हुनुभन्दा पहिला हामी यसो वनबटिका पनि यसो घुम्न जानेछौँ। यो पिकनिक कार्यक्रम सञ्चालन हुन गइरहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। उपस्थित सम्पूर्ण पूर्व सैनिक कल्याणकारी संगठन फर्स्ट गोर्खा राइफल्सका फर्स्ट जिआरको अभिवादन टक्राउन चाहन्छु। जति पनि यहाँ यो फर्स्ट जिआरको पूर्व सैनिकहरू उपस्थित हुनुभएको छ, म यहाँलाई कार्य समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। अति नै उत्साह लागेको छ। यसमा हाम्रो एकल महिला दिदीबहिनीहरू पनि जोडिनु भएको छ। स्वर्गीय सुबेदार हितबहादुर राणा साहबको कान्छो सुपुत्र श्री तिलक राणा। आजको यो कार्यक्रममा उहाँलाई हामीले खादा लगाएर सम्मान गर्ने पनि हामीले कार्यक्रम राखेको हुनाले कृपया गरेर यहाँ आइदिनु हुनुलाई पनि म हार्दिक अनुरोध गर्दछु। र खादालाई सम्मान गरिदिनुको लागि यसै संस्थाका अध्यक्ष अनि सुब्दामेजर श्री गङ्गाबहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नायब सुबेदार प्रेम बहादुर राणा जो उहाँ अहिले सर्भिसमै हुनुहुन्छ। अर्को हुनुहुन्छ नायब सुबेदार युद्ध बहादुर राणा। यस्तै प्रकार उहाँको पदोन्नतिहरू अगाडि बढ्दै जाओस्। यस्तै प्रकार हौलदार केशव शिरीष उहाँ पनि महिला समितिमा जोड्नुहुनेछ भन्ने हामीलाई पुरा भरोसा छ। र यस्तै गरी अर्को हुनुहुन्छ हौलदार प्रेम बहादुर थापा। शान्ति, सुख शान्ति, समृद्धिको पनि कामना गर्दछौँ र हाम्रो संस्थामा पनि नियमित जोडिनु हुनेछ भन्ने पनि हामीलाई आशा छ। धन्यवाद छ। आजको यो वनभोज कार्यक्रममा पूर्व सैनिक कल्याणकारी संगठन फर्स्ट गोर्खा राइफल्सका अध्यक्ष अनि सुब्दामेजर श्री गङ्गाबहादुर थापाज्यूलाई छोटो शुभकामना मन्तव्य दिँदै आजको यो वनभोज कार्यक्रम पनि सञ्चालन गरिदिनु हुनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम त यहाँ उपस्थित महानुभावहरूमा मेरो नमस्कार। आज 2082 साल पौष महिनाको 29 गते शनिबारको दिन हाम्रो पूर्व सैनिक संगठन फर्स्ट गोर्खा राइफल्सले जुन यो वनभोजको आयोजना गरेका छौँ, यो वनभोज कार्यक्रम उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगतको तर्फबाट र हाम्रो यस संस्थाको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। मैले धेरै कुराहरू नभनिकन हाम्रो यो अनौपचारिक कार्यक्रमलाई हाम्रो खानाको जो परिकार छ यसलाई खानाको परिकारतिर गएर आफ्नो नास्ता जे जस्तो बनेको छ त्यसलाई लिइदिनु हुनुको लागि पनि अनुरोध गर्दै यो हाम्रो अनौपचारिक कार्यक्रमलाई यही नै पुरा भएको जानकारी गराउँदै म पनि बिदा हुन्छु। हस् त, धन्यवाद। जय गोरख। धन्यवाद छ। पूर्व सैनिक कल्याणकारी संगठन फर्स्ट गोर्खा राइफल्सका अध्यक्ष आबाज्यूले आफ्नो शुभकामना मन्तव्यसहित आजको यो वनभोज कार्यक्रमलाई सञ्चालन गरिदिनु भयो। अबको कार्यक्रम चाहिँ सबैले ड्रिङ्क ल्याएर आएर यहाँ बस्ने अध्यक्षज्यूले जय गोरख गर्नुहुन्छ। जय गोरख। महिला दिदीबहिनीहरू छ, सबै सबसे अगाडि
फटाफट देख्ने यो खाप्ने ऊ खाप्ने कति कुन्टा 10 फर्काएर हेर्नु भिडियो भिडियो हो भन्दा यो चाहिँ पल्टो ग्रुपमा आउँछ हो हेर्नु ओके ओके तिजमा थियो कि नै त्यो त्यो अनि हो सुगर फ्री सेतो हो सेतोमा गइसकेको छ सुगर फ्री हो खै त सागको क्लास खै त कति वर्ष भयो म त सुगर फ्री खान थालेको अब त्यो डकुमेन्टहरू किनेर आफैले गरिदियो डिमान्ड आफैले गरिदियो सबै भर्छन् आफै सब के हो खाली रातो हो कि सेतो हो रातो ल यो तपाईँहरूको है यो त मैले जेएनजी ग्रुप हो खै त नाइले खाने होइन खाना खै त नमस्ते फर्स्ट हो कि होइन सम्झाको बेगर भने सबैले सम्झाको मकुर मकुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर हुम्बाग्लो धम्झाको बेगर भने सबैले सम्झाको मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर
भन्छ कबेलैन मोरा कबेलैन मोरा कबेलैन मोरा मोरा कबेलैन मोरा कबेलैन मोरा कबेलैन मोरा मोर्छ बेला साइनो नाका पटको के झोरा पटको के झोरा पटको के झोरा झोरा पटको के झोरा पटको के झोरा पटको के झोरा सानो तिमी निन्द्रामै छौले सुन्न मन लाखो त्यो बोली सानो तिमी निन्द्रामै छौले मायालुलाई हङ्काको चिनो के मन पर्छ नलजाई भन्दिन मायालुलाई अङ्काको चिनो के मन पर्छ नलजाई भन्दिनु हे के मन पर्छ नलजाई भन्दिनु जिन्दगीको मूलबाटै मुडियो कागो साइनो कागरा जोडियो जिन्दगीको मूलबाटै मुडियो माली गाईलाई बाटेको दामला मेरो माया छोडेर गाजा कति राम्री मगर्नी चेली मगर्नी चेली के दिन तनी मायाको कोसेली युके लन्डनको सरकारी जागिरे गोर्खा पल्टनको सरकारी जागिरे गोर्खा
Thanks for watching my video. Please subscribe my channel and like